हे आज त देउसु हे भाइको तिहार देउसु रे हे भएर देउसु हे बाटो घाटो कति एकै एउटै बताउनु रहेछ लाग्दैछु आजम ऊ त पैसा दिनेछ पर्छ ल भनेर देउसु रे हे हाम्रा देउसु रे छोराबारी देउसु हे रे नाति नातिना देउसु हे भएर हे देउसु रे त्यसै गरी देउसु रे हे देउसिरे भन देउसु रे हे भाइ हो ल म गएँ म लाउनु ल 100 रुपियाँ आयो ल दुईजनालाई 50 रुपियाँ दिएको ठुलो भए मैले 50 रुपियाँ दिएको कि रस किनेर खाइ बिहा ल अब यसको पनि पैसा खाएपछि त अनि यो पनि भ्याइयो भयो